मैले के साथीहरू यो घर टपालटुपुल बनाएर यत्तिको बनाएँ है। अब यसमा चाहिँ यो माछा मासु लसुन प्याज रहितको यो रेस्टुरेन्ट खोल्ने भनेर चाहिँ मैले यसलाई बनाउँदै गरेको हो। बनाउँदा बनाउँदा हेर्नु साथीहरू यत्रो टाइम लागिसक्यो, के गर्ने अझैसम्म अझै पुरा गर्नु सकेको छैन। के गर्ने, आफ्नो ठाउँ थियो, घर थियो, अब यसैलाई बनाउने। अब बाहिर जाँदाखेरि धेरै खर्च लाग्छ, अर्काको घरमा धेरै भाडाहरू तिर्न पर्छ होइन। अब भोलि बिहान अब सफल असफल त भगवान्को हातमा छ, त्यही पनि घाँटी हेरेर हाड त निल्नु पर्यो। त्यही भएर अब कोसिस त गरेको छु। अझै यसको डेकोरेसन यताउति कति काम छ बाँकी। लगभग अब कति मङ्सिरबाट सुरु गरेको, कहिले बाटो बनाएर हैरान पारेछ, कहिले के गरेछ। अझ बाटो त त्यत्तिकै छ, बाटो पुरा बनेकै छैन। अब त्यो नाली मात्र बनाएको छ, त्यही पनि कलर त अब लगाएँ, तर डेकोरेसन छ। अझै कुर्सीहरू ल्याउनै छ, भाँडाकुँडा ल्याउनै छ, फ्रिज ल्याउनै छ, धेरै काम बाँकी छ हेर्नु साथीहरू। अब कोसिस त गरिरहेको छु भगवान्को भरोसे। पहिला पनि मैले राखिदिएको थिएँ बनाएको, कस्तो थियो त्यो भिडियोहरू होइन। मेरो उसमा गएर हेर्न सक्नुहुन्छ, प्रोफाइलमा गएर है। अहिले मैले यो सेफ्टीको लागि यो यसरी यो के अरे ग्यासको पनि यसरी बनाएको छु। अब यसलाई पनि अलिक राम्रो गराउनु पर्छ, पछि मैले देखाउँछु हजुरहरूलाई। अब सबैले मलाई यस्तो ठाउँमा नि चल्छ र भनेर भन्छन्। अब ठाउँले त होइन, अब राम्रो सफा शुद्ध, हामी जहाँ गए पनि खालि माछा मासु मात्रै हामी देख्छौँ, त्यो खानेकुरा मात्रै हुन्छ होइन। अब माछा मासु नखानेहरूलाई ठाउँै हुँदैन, लसुन प्याज नखानेलाई खाने ठाउँै छैन। हेर्नुहोस्, जहाँ गयो नि भेज भनेर राखेको हुन्छ, लसुन प्याज हुन्छ त्यहाँ होइन। कहिलेकाहीँ त यसो त्यो व्रतहरू बस्नेहरूले पनि होइन लसुन प्याज बिनाको, माछा मासु बिनाको स्वच्छ आनन्दले बसेर खाने ठाउँ पनि चाहिन्छ भनेर मैले चाहिँ यो कन्सेप्टमा यो रेस्टुरेन्ट खोल्न गइरहेको छु। अलिकति भित्र छ, तर धेरै साह्रो भित्र पनि होइन। त्यतिखेर मैले हजुरहरूलाई ओपनिङको कुरा पनि देखाउँछु, अलिकति रेडी बनाएपछि मैले देखाउँछु। अब सबै त्यही त हो नि, बजेटै हुनु पऱ्यो, पैसा जस्तो ठुलो कुरा केही नरहेछ हेर्नु साथीहरू। त्यसले गर्दा आफ्नो घाँटी हेरेर हाड पनि मिल्नु पऱ्यो होइन। अब एउटै छोरा छ, त्यो विदेश मात्रै पठाउँ भनेर पनि नहुने, मन कुटुक्का खान्छ। अब त्यसले गर्दाखेरि अब हामीलाई बाबुआमाले बाजेबोजूले सिकाएन। अब यो व्यापारी लाइन आफ्नै यत्रो उमेरमा लड्दै पढ्दै सिक्नु खोज्दैछु साथीहरू। अब सफल असफल भने भगवान्को हातमा छ। यो पहिलोचोटि गर्दैछु, हजुरहरूको सबैको आशीर्वाद चाहिएको छ मलाई, र साथ सपोर्ट चाहिएको छ। सबैले मलाई साथ सपोर्ट दिएर सहयोग गरिदिनु होला भन्ने आशा राखेको छु साथीहरू। मेरो यो च्यानललाई धेरैभन्दा धेरै सेयर र सपोर्ट गरेर, यसलाई सब्सक्राइब गरेर, लाइक गरेर हजुरहरूले सबैको माझमा पुर्याइदिनु होला है त।